राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले सुकुम्बासी समस्या समाधानका क्रममा कुनै पनि वास्तविक नागरिकलाई घरबारविहीन नबनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। खोला किनारका जोखिमपूर्ण र गैर कानूनी रूपमा हडपिएका क्षेत्रहरू खाली गराउने कदम चालिएको स्पष्ट पार्दै उहाँले राज्यको यो कदम नागरिकको सुरक्षा र कानूनी प्रणाली स्थापना गर्नका लागि भएको बताउनु भएको छ। बस्ती व्यवस्थापनका क्रममा केही नागरिकलाई केही दिन असहजता भएको स्वीकार भने उहाँले गर्नुभयो। एउटा पनि नागरिकलाई घरबारविहीन बनाउने हाम्रो उद्देश्य छैन। त्यसको लगत सङ्कलन हुन्छ र घरबारविहीन नभएका कहीँ पनि जग्गा जमिन नभएकाहरूका लागि सरकार छ। 2 दिन 4 दिन अलिकति दुःख भयो होला, किनभने राज्यको स्रोतको सीमितता, हाम्रो पहुँचको सीमितताले अलिकति यो प्रक्रियामा केही दुःख गएको हुन सक्छ। उहाँले वास्तविक सुकुम्बासी र घरबारविहीनको पहिचानका लागि लगत सङ्कलन कार्य भइरहेको र उनीहरूको घाँसबास र कपासको ग्यारेन्टी राज्यले गर्ने पनि बताउनुभयो। पछिल्लो समय भइरहेको कदमहरूको राजनैतिक अपव्याख्या भइरहेको प्रति संकेत गर्दै लामिछानेले प्रतिपक्षी र अन्य दलहरूले नागरिकमा डर पैदा गराउन खोजेको आरोप समेत लगाउनु भएको छ। स्थानीय सरकारको क्षेत्राधिकारको सम्मान गर्दै उहाँले स्थानीय तहले पनि नागरिकलाई घरबारविहीन नबनाई प्रणालीभित्र ल्याउने विश्वास व्यक्त गर्नु भएको छ। खोला किनारमा वर्षौंदेखि बाढीको त्रास र असुरक्षित अवस्थामा बसिरहेका नागरिकहरूका लागि यो कदम दीर्घकालीन समाधान भएको उहाँले तर्क गर्नु भएको छ। सभापति लामिछानेले